कसरी बसेर त्यो टाउको माथि कसरी घाँटी त्यति लामो घाँटी भयो भने यसले फनक्क घुमाउँदो रहेछ हेर कसरी बस्यो भने कसरी बस्यो अब ये वाला टोटा आएगा उसके बाद सिरा कर दो हमें भी बहुत भारी है सिरा चलो जी चलो गाइस सुगाहरू बिचारा बसिरहन् टोटाहरू साथीहरू है यी पानीको झरना होइन त्यहाँ चाहिँ त्यति लामो लामो खुट्टा भएको यो के हो यो बाँसुरी जस्तो खुट्टा भएको चाहिँ यो चाहिँ के भन्छन् साथीहरू तपाईँले भनिदिनु होला अङ्ग्रेजीमा भन्यो भने भनिदिनु होला नेपालीमा भन्यो भने भनिदिनु होला यो हो यो फेरि यसले के भन्छ साथीहरू है म त नाम चिन्ने छैन तपाईँहरू चाहिँ चिनेको जतिले ट्याक्क भन्ने होला चरो त चरो यो हो यहाँ चाहिँ गन्ध पनि आइरहेको यार कादाङ र कोचिङ गरेर यो यस्तो यहाँ त रमाइलो छ त यार साथीहरूलाई दुईवटा टोटा त्यहाँ कसरी बस्छ जापानी पंछी आउँछ जापानी पंछी आउँछ जापानको पंछी आउँछ जापानको पंछी आउँछ यो जापानको पंछी यो हो जापानको पंछी यो हो त्यो खङ्गल खुट्टा गरेर उभिरह कुखुराको भाले के आउँछ अब यतातिर थाहा भएन आउन त आउने हो तर थाहा भएन यो दुईवटा रहेछ त नि त्यति लामो लामो खुट्टो भएको हो यसले त मान्छे बोकेर हिँडिहाल्छ कि हो रेन फरेस्ट आउँछ अब रेन फरेस्ट आउँछ रेन फरेस्टको पंछी आउँछ फरेस्ट ज्यादातर बाहरी साथी उस जंगलमा वहाँ के पंछी देखते हैं हेर्न सक्नुहुन्छ यता पनि छ यता पनि छ यता पनि देखाइदिन्छु यसको चाहिँ ठुँडहरू कति लामो लामो छन् होइन यो त उड्यो भने सबै उड्दो रहेछ छतमा पनि बस्न सक्छ त्यसमा माछा छ कि क्या पानीमा माछा खान्छ यसले माछा छ पानीमा माछा खोजिरह यसरी हेर्न सक्नुहुन्छ साथी कसरी बसिरहेको थियो हो होइन हेर्न सक्नुहुन्छ यो आवाज चाहिँ चराकै हुनसक्छ साथीहरू आवाज चराकै हुनसक्छ साथीहरू है तपाईँहरूले देखाइसकेँ तपाईँहरूले चाहिँ मैले अवलोकन गराइसकेँ हेर्दै जानु होला भन्नु चाहेँ गर्मीको कारणले यसरी चाहिँ बस्नु चराहरूको यस्तो हाल भइरहेको छ त्यही भएर चाहिँ मैले तपाईँहरूलाई सबै चिजहरू देखाएँ होइन पहिला पहिला यहाँ पुरा भरेको हुन्थ्यो जाडोको मौसममा शत्रुमुर्ग चाहिँ यहाँ चाहिँ यसो शत्रुमुर्ग हो के भन्छ यसले शत्रुमुर्ग के होइन हो नि भनेपछि यसरी चाहिँ हेर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ मैले जानकारी गराएँ यहाँ चाहिँ यसरी गुड बनाइएको छ होइन हेर्न सक्नुहुन्छ साथीहरू है
ल साथीहरू जे चिज हुन्छ रियल हुन्छ है। कसै भोकले कराहन् कहीँ के कराहन् कसरी चाहिँ भइरह भन्ने कुरो चाहिँ शत्रुमुर्ग चाहिँ ठुला ठुला खानु कता त्यो चाहिँ त्यहाँ भित्र चलो 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 हेर्न सक्नुहुन्छ साथीहरू। चाहिँ त्यत्रो चाहिँ त्यहाँ है हाम्रो बाबुले बोतल पनि उठाउन नसक्ने यो व्यवस्था आइसक्यो है। अहिले चाहिँ हामी घुम्यौँ, अब पानी तिर्खा लागेको छ, अब पानी खाने हो, पानी पिने हो। त्यसपछि पानी पिइसकेपछि रोटी खाने हो। ओके नगर ऊ शत्रुमुर्ग त्यहाँ छ, ऊ त्यहाँ हो। यसले मान्छे उठाउँछ बाबु। ऊ यहाँबाट मैले तपाईँलाई स्पष्ट देखाएँ है, हेर्न सक्नुहुन्छ। तीनवटा बसेर चारवटा खाने, यसले चाहिँ मान्छे बोकेर हिँड्ने। अगर फोन गिरेपछि फोन गिर गया तो फिर लेके आएंगे घूम के, क्यों? हाम्रो बाबु चाहिँ यसरी हिँडिरहेको, हाम्रो बाबुले चाहिँ धेरै रमाइलो भइरहेको। टनङ 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 हामी चाहिँ बाहिर निस्क्यौँ साथीहरू। फाइनली अब बाहिर निस्क्यो, अरू पनि हामीले हेर्न सक्छौँ। होला हेरौँ ल, अहिले कहीँ न कहीँ त होला, पक्कै हुन्छ कि भन्ने सम्भावना छ। अच्छा पानी लगेर जाऊँ, त्यहाँबाट पानी होला त्यहाँ आके न भ्या ठिक है। चलो आगे छ अरे, वाटर कुलर आगे छ भन्ने चाहिँ समाचार आयो। हामी चाहिँ यसरी चाहिँ अब उता गयो। कहाँ छ त पानी भनेपछि चाहिँ यहाँ रहेछ पानी। पानी खाने हो, एकछिन बस्ने हो, रेस्ट गर्ने हो। त्यसपछि फेरि तपाईँलाई नेक्स्ट भिडियो चाहिँ म देखाउनेछु साथीहरू। ओके बाई बाई।